यी पुराना दल जसरी मिलेछन् नि आज हिजोसम्म टाउकाको मूल तोक्ने अनि एकले अर्कालाई दोषारोपण गर्ने नयाँ भातीहरू भन्ने हैन अहिले आएर चाहिँ फेरि टपक्क मिल्ने यी तीनटा पार्टी मिले चाहिँ यी रवि अनि गोपी बालेन हर्क यिनीहरू मिल्नु हुँदैन रे यिनीहरू त किन मिल्दैनन् यदि नयाँ नयाँ शक्तिहरू यी नयाँ पार्टीहरू चाहिँ यी स्वतन्त्र चाहिँ व्यक्तिहरू मिलेनन् भने 84 मात्रै होइन क्या 84 त छोड्नुस् यो 89 त्यसपछि गएर 94 त्यसपछि 99 मा पनि हुनेवाला केही पनि छैन केही हुँदैन हेर्नुहोस् पुरानाको राज्य हो यदि देश विकास गर्नु छ भने मिल्नुहोस् रवि गोपी हर्क बालेन मिल्नुहोस् नत्र भने उपाय छैन सोच्नै पर्दैन नसोचे पनि हुन्छ के मेरो चाहिँ मैले त्यस्तो देखेछु है तपाईँहरूले कति देख्नु भयो कृपया कमेन्ट गर्नुहोस् है।